हे गाइस हामी चाहिँ अब तल झर्ने लाइन ब्राइचेतिर सबै अङ्कल जस्तो शिव अङ्कल जस्तो हाम्रो अर्को अङ्कल भएर सबै अब झर्न लाग्यौँ। तल चाहिँ अब ब्राइचे चाहिँ जान्छौँ। हेर्न यता राम्रो मुनि मुनि छ। यता अब चाहिँ हामी जानु लाग्यो। माइली हजुरबाको घर छ, उता कान्छा हजुरबाको घर छ। हामी साइली हजुरबाको घर बसेको थियौँ अरे हिजो आएको। आज चाहिँ हाम्रो जानु लाग्यो। हजुर चाहिँ स्मुक खान चाहिँ अलाउड छैन क्या। त्यहाँ हजुरबाले चाहिँ चुरोट तान्दै हुनुहुन्छ। अब तल झर्न लाग्यो। जाने बेला यसो न हजुरबासँग उखुमा आएर चाहिँ उखु खाँदै जानु लाग्यो गाइस। सबैले दुईजना उखु अङ्कलले खाँदै हुनुहुन्छ उखु। मैले पनि खाँदैछु उखु। बब्बा मिठो बब्बा। उडाहरू बाबा तपाईँलाई अन्त खतरनाक उडाहरू देखाउँछु अहिले बाटामा चाहिँ है गाइस। तार्नु त गाइस हाम्रो झ्याङ्को ठुलो रुख छ क्या चनाली भन्ने ठाउँमा। हेर्नु न बाबाहरू के को रुख हो यसो कमेन्ट गर्नु ला त। बाबाहरू हेर्नु त पुरै हेर्नु त कस्तो छ। अब तलतिर झर्दैछौँ। तलतिर बाटो धानबारी कोही ठाउँ स्याहार के रहेन त। बाटो पनि त लास्ट अप्ठ्यारो छ बाटो पनि। गाइस हामी चाहिँ अहिले बाटोमा अलुपत्र हामी यही बाटो आउनु यही बाटो रहेछ। फाइनली बाटो भेटियो। अघि हामी अब जङ्गल यताबाट आउँथ्यौँ अघि नै। अब यताबाट जाने अँधेरी खोला जाने बाटो मेन रोड भेटियो। यही बाटो यता आउँथ्यौँ त। फाइनली आइयो। यहाँ खरबारीहरू छ कि त्यही भएर अलिक झाउ छ त्यता बाटो। त्यही भएर हामी यताबाट आएको। हामी हराउँछौँ कि भनेको हराइनौँ गाइस फाइनली। उताबाट लास्टै बाटो अप्ठ्यारो थियो अरे त्यही भएर हामी यताबाट आएको। उतापट्टि त सजिलै छ जस्तो लाग्छ अरे। अब हेरौँ हाम्रो बाटो त हेर्नु त अब यस्तो अघि है। अरे टाटा लाटा गोली मार टाटा जाँठा गोली मार टाटा टाटा जाँठा हिँड्न बाटो यस्तो अप्ठ्यारो हो गाइस। के हिँड्न पऱ्यो यस्तो अप्ठ्यारो बाटो आयो भने गाह्रो छ हामीलाई गाह्रो छ गाह्रो। हिजो आउने बेला लास्ट औडा गाह्रो थियो। आज त शीतल मजासँग आइयो क्या। ओह्रालोमा धौ खासै हुँदो रहेनछ। हामी जब अँधेरी खोला आइपुग्न लाग्यौँ। अँधेरी खोला चाहिँ लास्टै अँधेरो छ क्या। किन अँधेरो भएको भनौँ वरिपरि घारीले चाहिँ घेरे त्यही भएर हो क्या अँधेरो हुने भनेको। त्यही भएर अँधेरी खोला सरी अँधेरी उफान है अँधेरी खोला हिँड्दै चाहिँ हेर्न कस्तो अँधेरो छ भाउनलाई। हेर्नु त चट्टान छ कि वरिपरि। अझै माटो होइन क्या गाइस यो चट्टान हो। पुरै चट्टानको बिचमा खोलो हो यो। माटो छैन यहाँ पुरै चट्टान भएछ यो ढुङ्गा के ढुङ्गा। यहाँ चाहिँ पहिला मूल फुट्थ्यो। यसपालि किन मूलै फुटेन। ऊ त्यहाँ भित्रबाट चरदेखि आउँछ है पानी। म देखाइदिन्छु है देखाइदिन्छु। झरबाट आवाज उयो चरदेखि आउँछ है पानी। उयो चर छ त उयो चर यहाँदेखि पानी आउँछ कि मूल फुट्छ। त्यहाँ मूल फुटेर आउने हो कि फेरि उकालो एकछिन फेरि पछि नन स्टप हो त। हेर्नु त जङ्गल यस्तो मस्तको जङ्गल छ यार। हेर्नु त डाँडो त्यो डाँडो कस्तो छ को अरे कन्ने हेर्नु त गाइस खोलो
कम्ता गइरहेको छ यो खोलो पनि बाबा खुल्ला कटामा हामीले भने अब रोडै रोड छ बाटो चाहिँ आरामसँग अब लगभग हेर्नु गाई चाहिँ सर्पको दुलो सर्पको घर मजाक गरे फेरि साँच्चीकै भनिदिनु लगाएर फेरि बाहिर अब गराइदिनु लगाएर फेरि मलाई लाज लाग्छ नि गाइज हामी रोडमा आइपुग्यौँ भर्खर रोडमा आइपुग्यौँ चाहिँ हामी सर्टकट बाटो जानु ल तपाईँ यताबाट जानु हामी यता सर्टकट बाटो छोडी छोडिकै लामो जान्छ क्या त्यही अघि जाम भनेको थियो त म त्यही बाटो निस्किने हो क्या हिजो चाहिँ हामी ओह्रालो लाग्नु लाम फेरि ब्रेक फेल होला अहिले मुहाल चाहिँ बन्द गरेर फेरि लोट्यो भने फाइनल गएछ हामी उनीहरू निस्क्यौँ अब फेरि तलतिर सर्टकट बाटो फेरि अर्को सर्टकट बाटो आउने बेला गाह्रो हुन्थ्यो त रोडै रोड आउँथ्यो सर्टकट बाटो आइयो गाइस पारा सर्टकट बाटो पहिला यो पनि रोड थियो त्यही भएर अहिले हल्का अप्ठ्यारो भयो भनेर क्यान्सल हानिदियो रोड छु तलबाट हिँडाइदियो जे होला भनेर उताबाट लगिदिएछ नमजा पहिलाको यो बाटै हो लास थाक लगाइसक्यो यार ओह्रालोमा धाउ त नहुने खुट्टा गल्ने कि होइन त्यही हो रोड जङ्गल हिँड्नु पऱ्यो अब हामी देउराली आइपुग्यौँ देउरालीमा चाहिँ पात हाल्ने गर्ने सिस्टम छ देउरालीमा 5-7 हालौँ त्यसरी बाटो आइरहेको चाहिँ भर्खरै तलबाट आउँदाखेरि रेस्ट गर्दो रहेछ बाटोमा हेर्छौँ अब हामी चढायौँ अब पानीसानी खाने पानी छ यहाँ पानीसानी खाने फेरि कुद्ने गाइस अङ्ग चाहिँ उता रोडै रोड बाटो जानु हो हामी चाहिँ यता सर्टकट बाटो लास्ट 18 बाटो आएर बन्द छ कि जस्तो लाग्यो हेर्नु त बाटो यस्तो अप्ठ्यारो बाटो आइयो क्या हामी चाहिँ अहिले बाटो बिराएर बाटो नभएको ठाउँमा आएर अलपत्र पऱ्यो फाइनली रोडै रोड मेरो यस्तो आएर जाने हामी जहिले हिँड्दैछौँ यो मुहाल चाहिँ अङ्कलको अङ्कलले चाहिँ कोटियाबाट किन्नु अङ्कल यो मुहालको माया कतिको लाग्छ भन्नु त के भनौँ कति आफ्नो औकातभन्दा बढीको मोबाइल किनेपछि यस्तै रहेछ किनेको त 1 महिनासम्म पुरा फर्मको तल माथि मोबाइल राखेर सुत्या हो कि गिर्छ कि भन्छ के गर्ने गाह्रो छ महँगो मोबाइल किनेपछि समारेर राख्न परियो केही हुन्छ भन्ने डर होइन फेरि यस्तो पनि अन्त 1 महिनासम्म एक्सन पनि गरिदिन्थ्यो नि त केही समस्या आयो भने त्यस्तो गर्छ बाटो गाह्रो छ के गर्ने बाटो गाह्रो छ हिँड्न परिहाल्यो अहिले माथि पानीमा खस्यो मोबाइल फेरि अङ्कलले यस्तो डराउनु थियो आफूले टिसर्टमा गएर राख्नुमा झिकेर खसेको थियो मेरो पाकेटदेखि अङ्कल यो फर्म छ त लैजानु यहाँ छ होइन आफ्नो सेन्डिन प्रो म्याक्समा हल्का धेरै स्क्र्याच आउँछ क्या त्यही पनि हल्का सम्हालेर राख्नुपर्छ पहिला चाहिँ 16 प्रो म्याक्स चाहिँ अब त्यो स्क्र्याच आउने समस्या भएर त 1 महिना जति एक्सन हुन्छ भनेर अलि पुरै एक्सन पुरै फुल एक्सन हुन्छ त्यो क्लियर पनि गरिएन क्लियर पनि गरियो भन्नु अब त्यही समस्या आउनेपछि 1 महिना फुल एक्सन नै गर्छु भनेर भनेको थियो त्यही भएर क्लियर पनि गरियो क्लियर पनि अब गरियो भनौँ राम्रोसँग गरियो यति साह्रो डराउनु भएको अङ्कल हेर्नु त अब भ्लग नबनाऊ बाटो यस्तो चिप्लेर मोबाइल जान्छ अगाडि अलि झन् लुटिसकेको थिएँ म त लोटेर हात भाँच्यो भने पनि त्यति खर्च आउन्न यो मोबाइल खर्च आउँछ यो डिस्प्ले नै कति डिस्प्ले नै 35,000 पर्छ कति अरे 35-40 हजार पर्छ हात भाँच्यो भने त्यति खर्च आउँदैन यसको डिस्प्ले आफ्नो ज्यान भन्दा नि मोबाइलको त माया मान्नु पर्यो गाह्रो छ नि बरु
हल्का फुल्का चोट लाग्यो भने केही फरक पर्दैन गाइस हामी चाहिँ अहिले दौडिँदैछौँ गाइस दौडेन हेर्नु न तलको भ्यू बाबा रे वाइल्ड फायर छ नि वाइल्ड फायर चाहिँ अहिले हामी सर्टकट बाटो आयौँ अर्को अङ्कल फेरि उताबाट जानुभयो हामी चाहिँ शिव अङ्कल र म चाहिँ यताबाट अर्को सर्टकट बाटो यो शान्तिनगर टोल भन्नेदेखि जानु लाग्यौँ हाम्रो गाउँ पनि आइसक्यो यही देखेको गाउँ हल्का फुल्का देखिँला त्यही हो हाम्रो गाउँ चाहिँ हेर्नु हल्का फुल्का घर देखिँला नि त्यही हो लोटेर हेर्नु यहाँ पुरै चोट लाग्यो अघि माथि लोटेर गएँ बनाइ देखिहाल्यो आइपुग्यौँ हेर्नु त घाम अघि म लोड्दाखेरि कस्तो मुटु भएको थियो तपाईँको भन्नु त आउँछ ठक 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 भएको थियो भन्नु न कस्तो थियो हल्का तर मोबाइल गिर्ने बेला चाहिँ पानीमा ठ्याक्क अब एकचोटि झुक्यौ अलि तल आयो क्या अनि अब त भइसक्यो पिसक्यो होला भन्ने भयो पानी अनि अब चाहिँ गिर्दैन फेरि आउँछ झुक्नु मोबाइल र मोबाइल भनिरह गिरिहाल्यो अनि अब गिरेपछि अब हुन्छ पानी वाटर प्रुफ भनेर थाहा छ त्यही पनि अलिअलि केही न केही डर त भइहाल्छ नि पहिलोचोटि पानीमा फाल्दाखेरि त्यहाँ अब बस्ने त्यहाँ अब बिचरा बुढापाकाहरूलाई जसलाई त आइफोन भन्ने नलेज छैन त्यही माथि 2.5 लाखको मोबाइल भनिदिइरहनु झन् बेजाति उनीहरूले के विश्वास मानन् भनेर होइन अङ्कल तलबाट जानुभयो हामीले माथिबाट आएको अङ्कलभन्दा अगाडि चाहिँ हामी पुग्नुपर्छ है जसरी पनि भन्नु भनाइ गरे पुगिहालिन्छ होला बराइ चाहिँ गाउँ आइपुग्यो गरे ए गाइस मैले चाहिँ एउटा टाटा टिप्नको लागि यति मिहिनेत गरिरहेको छु नि यो मिहिनेतको लागि एक लाइक गरिदिनुहोस् है एक लाइक एक सब्सक्राइब त्यही पनि अङ्कलको बोली वचन काट्न नसकेर टिप्दैछौँ फाइनली अब टिप्न त टिप्यो पछि लास्टमा एकैछिन है लास्टमा यसमा दाना छ कि छैन भन्ने समस्या त्यो छ सबभन्दा फेभरेट एउटाको लागि हामी यति मिहिनेत गऱ्यौँ कुरै छोडिदिनु ए पार्जीको हामी चाहिँ कहाँदेखि आइपुग्यौँ भनौँ यो देखेको ठाउँ छ त यो देखेको ठाउँ यो देखेको गाउँ छ त यो देखेको गाउँ यहाँदेखि हामी आयौँ हाम्रो यहाँ यो धारो चाहिँ पुरानो पहिला चाहिँ यही धारामा पानी आउँथ्यो क्या आजकल त घर घरै धारा है त्यही यो चाहिँ पहिला यही धारामा पानी आउँथ्यो हाम्रो गाउँ मस्तको भ्यू छ अहिले ड्रोन सट त लिन पाइँदैन के भने ड्रोन छैन गरिब पर्थ्यो के भने गाइड मजा आएको छ हिँडिरहेको छ अझै गन्तव्यमा अझै टाढै छ हेर चाहिँ भन्न मिल्दैन अझै 10-15 मिनट लाग्ला अझै लगभग अङ्कल अगाडि हिँड्दै हुनुहुन्छ अर्को अङ्कल पछाडि म चाहिँ बिचमा छु मेरो सेफ्टी गार्डहरू अङ्कल अगाडि पछाडि सेफ्टी गार्ड हाम्रो तपाईँले पत्ताउनु थिएन क्या यो 17 प्रो म्याक्स हो भनेर म तपाईँलाई देखाउँछु 17 प्रो म्याक्स हो कि होइन भनेर यता हेर्नु गाइस हो कि नै 17 प्रो म्याक्स यो म हो कि नै हेर्नु ओ कस्तो वाइफाई लाग्यो नि अन्त गाउँको नजारा बा राम्रो छ पुरै सबले धान सान ओसारिसक्यो ट्र्याक्टरको अहिले खनिराख्नु भयो होला सबैले ट्र्याक्टरको साउन्ड आइरहेको भाइ चाहिँ अहिले हराएर चाहिँ कहाँ गाई बथे चाहिँ फाइनल्ली भेटेको छ गाई कहाँ राखेको छ अन्त भन्न ए फेसबुकमा त न्युज आएको थियो त हरायो भनेर क्या सबले थाहा पायो भनेर यो भाइ चाहिँ हराएको चाहिँ भेट्यो फाइनल्ली अहिले हल्का उफ्र आइपुग्यौँ यो चाहिँ हाम्रो मामा घर हो मेरो हाम्रो नै मेरो मामा घर हो यो यो मेरो मामा यो मेरो मामा फाइनल्ली रोडमा मेन रोडमा आइपुग्यौँ
अब मेन रोडदेखि हल्का टाढा छ फाइनल्ली घर आइपुग्यौँ 2-3 घन्टापछि हजुर भर्खरै आइपुग्यौँ गाइज बाई बाई टाटा सब्सक्राइब गरिदिनु होला लाइक फलो गरिदिनु होला बाई बाई गाइज आजलाई यति नै हो यति नै बाई बाई टाटा